केटा हो मेरो जोन चामलिङको चस्मा आइसकेको छ 2 करोडको है के बोले भाइ के बोले घरिघरि यसो 10-20 रुपियाँको सामान ल्याएर पनि 1000-1200 को त धाक त दिनु त बन्छ नेवारको छोरो हो नि त यहाँ छ हाम्रो बोना म चाहिँ कालो डाउन सबैले मलाई कालो डाउन भनेर किन्छन् किनभने म रियलमा कालो छु ब्लगलाई सबैजनाले माया गरिदिनु होला है सबैले युट्युबमा गएर पनि सबैजनाले यसो आफ्नो माया देखाइदिनु होला टिकटक फ्यामिलीहरू है तर हाम्रो साथी पनि एउटा ब्लग गर्ने हो सो सानोतिनो हामी नि भर्खर ब्लगको उसमा उत्रियो युट्युबमा है सबैजना माया गरिदिनु होला मेरो त भन्नुपर्दा टिकटक पनि सबैजनाले माया त गर्नुहुन्छ तर मेरो टिकटक आइडी ब्यान भएको छ अहिले फ्रिज भएको छ सबैजनाले कपी लिङ्क गरेर सबैजनाले माया हानिदिनु होला है सो रिल्समा सेतो भयो भने रियलमा कालो छ सालेलाई इङ्ग्लिसमा गाली गर्न मन लाग्छ इङ्ग्लिस आउँदैन र मात्रै हो एउटा डिक्सनरी किनेर बाटमटम दिने हो कि क्या हो काले डन है यस म काली नै छु सोकडा हो यस्तै छ यहाँ चाहिँ कपाल छिराउने ठाउँ हो है मेन आजको फेरि के छ भने आजको रिजन के छ भने आज एक्जामको लास्ट दिन हो सो केटाहरू नि त रमाइलो इन्जोय हान्न आएको छ नि केटाहरू फोटो सुट हान्दैछन् यता पनि यता फेरि खतरा आज डेटिङ स्पोट बनेको छ खत्रै हो डेटिङको लागि एकदम प्रख्यात ठाउँ हो यो है यस्तै छ अब यहाँ अब जुम गर्नु चाहिँ नमिलेको यहाँ 2-4 जोडी चाहिँ मजा बसिरहनु भएको छ के छैन हामी चाहिँ अब भ्यू हेर्दै बस्नुपर्छ यहाँ चाहिँ चिरोड चाहिँ खतरा है तलतिर चाहिँ हाम्रो तमर नदी बग्दैछ यतातिरबाट राम्रो दृश्य लिन सकिन्छ एकदम राम्रो दृश्यहरू बनाउनु आएको तर लास्टमा चाहिँ के भयो भन्दाखेरि हाम्रो भिडियोमा भिडियो बनाउँछु भनेर खतरा भिडियो बनाउँछु भनेर आएको यस्तो केटाहरूसँग रमाइलो इन्जोय हानेको लास्टमा चाहिँ खाइसकेपछि याद आइदिएर गाइजहरू गाडी बाप चुस्दै पार्टी खाँदै ओमे आम्मामा इन्भाइट नि छैन खाइला त्यो कपालहरू जाँदैछ हामी चाहिँ फेरि मस्त दबाउँदैछौँ है यस्तो छ अरे खाओ ना दबा के अरे पेल के खाओगे तो रेल के मारोगे ये बात याद रखते तो आज नहीं ना आती हालत पारा सिङ्गल लाइफ बेस्ट हो क्या अनि सागर यस तल त धेरै भइसक्यो मान्छे हो नि त लाइफ इज वेस्ट सिंगल इज द रक इज द फक